हेर साथीभाइ हो म्यानको पावर म्यान गाडीको पावर अगाडिबाट आउनेले पछाडिबाट आउनेले केही पनि देख्दैन नि यो खालको भन्दाखेरि अगाडि केही देखेको छैन ऊ गाडी देखेको छैन यस्तो धुलो उडाइदिएको छ साथीभाइ हो एभ्रिवान नमस्ते जय मसी सम्पूर्णमा स्वागत छ तपाईँहरूलाई आजको मेरो न्यू भिडियोमा है र आज सन्डे आज सेवा जानुपर्ने कारण कामले गर्दाखेरि है ड्युटी यस्तै छ आज जानु पाइनँ र आज म ड्युटी निस्किँदैछु र आज चाहिँ माथि हाम्रो लुइङ जानुपर्ने काम पऱ्यो है लुइङमा काम हुने भयो र हाम्रो लुइङबाट चाहिँ जिएसपी सिफ्टिङ हुँदैछ त्यसको कामले जाँदैछु उकालो अब आज त जिएसपी सिएसपी लोड गरेर अब काम स्टार्ट हुँदैछ बिस्तारै है त्यसै गर्न सल्लाह देखाउनेछु है चाहिँ साथीभाइ हो दिन पनि मजाको यहाँबाट लागिरहेको छ कन्टिन्यू दिन हामी रोड गर्न जाँदैछौँ यहाँ अहिले जस्ट राङ्गा क्रस भयो मौसम भइरहेको छ अहिले चाहिँ यहाँ यो के भन्छ राङ्गा क्रस गरेर यता लुइङ जाने बाटो जाँदैछु यहाँबाट मजाको देख्छु यहाँ चाहिँ अलिकति बाटो सानो छ नि त हो यो चाहिँ माथि हाम्रो पानी गुम्बाको ट्याङ्को हो होइन पहिला चाहिँ यो बाटो अलिक रफ थिएछ अहिले कार्पेटिङ भएर राम्रो भएको छ यहाँ चाहिँ अहिले नो एन्ट्री सिस्टम छ अरू बेला चाहिँ योपट्टि चाहिँ बिहानको 8 बजीदेखि लिएर बेलुकाको 4 बजीसम्म नो एन्ट्री सिस्टम छ र आज सन्डे चाहिँ हाम्रो नो एन्ट्री सिस्टम छैन नि त त्यही भएर आज चाहिँ कम्पनीले केही मौकाहरूले नै होला डबल ट्रिप गराएको छ हामी अहिले चाहिँ फर्स्ट ट्रिप जाँदैछौँ है कहाँनिर अनलोड हुन्छ अहिले देखाउँछु है यता चाहिँ हाम्रो कम्पनीले काम गर्दैछ यही हो हाइवे रोड चाहिँ अहिले काम हुँदैछ हाइवे रोडको चाहिँ यहाँबाट चाहिँ हाइवे रोड यहाँदेखि तल सिधै ग्यास गोडाउन निस्किन्छ है यो बाटो चाहिँ कटिङ भइसक्यो अब यो रिडक्सन भएर जिएसपी मात्रै बाँकी रहेको छ यहाँको र यहाँबाट उता चाहिँ हामी अहिले नानी गुम्बा आइपुग्यो र यहाँ मुनि चाहिँ चर्च पनि छ यहाँ माथि गुम्बा पनि छ हो यहाँ चाहिँ चर्च ठुलो चर्च हो यहाँबाट उता चाहिँ जाँदैछ अहिले है यहाँ पारिदेखि चाहिँ रोडहरू अब चाहिँ साथीभाइ हामी आइपुग्यो यसलाई चाहिँ लभ डाँडा भन्छ है साथीभाइ हो तपाईँहरूलाई देखाउँदैछु है एन्टरटेनमेन्टको पदम दाजुले पनि सायद यहाँबाट पनि एक दुईवटा सुटहरू गर्नुभएको छ जस्तो लाग्यो एक दुईवटा भिडियो छ जस्तो लाग्यो सायद यहाँको पनि र अहिले चाहिँ हामी तपाईँहरूलाई देखाउँदै पनि आइपुग्यो है यो स्लिप झरेको थियो उठाउँदै रहेछ यहाँ पनि काम भइरहेको छ यता पनि स्लिप उठाउँदै रहेछ र अहिले चाहिँ यहाँ भन्दै तपाईँहरूलाई देखाउँदै साथीभाइ फाइनली आइपुगेको छौँ हामी मेसिन चाहिँ आइपुगेको छैन रहेछ
बाटो ठुलो छ, यो रोड ठुलै छ। यो जिएसपी राखेकोले गर्दा चाहिँ अलिक सानो देखिरहेको छ। यहाँबाट चाहिँ लोड हुन्छ। यहाँ पनि हाम्रो उयो छ, प्लान छ एउटा। हेर्दै गर्नु सक्छ साथीभाइ, केटाहरू त अघि आइपुगेर पनि फ्रन्टमा यसरी बसिरहेको छ हो। हेर्दै गर्नु सक्छ, म तपाईँहरूलाई देखाउने छु आजको भिडियोमा। अगाडि केही देखेको छैन, ऊ गाडी देखेको छैन, यस्तो धुलो उडाइदिन्छ साथीभाइ हो। आइपुग्यो, अब चाहिँ यहाँनिर अनलोड हुँदैछ हो। टक्कै यहाँ अनलोड गरेर यहाँ चाहिँ सायद डिबिएम हुन्छ होला, त्यही भएर जस्तो लाग्यो हो। प्रेम दाजु पनि आइपुग्नु, अब चाहिँ टक्कै यहाँ अनलोड हुन्छ साथीभाइ। बाटो हो, सेकेन्ड सेम बाटो हो। अनि यहाँनिर पनि वालको काम हुँदैछ। यहाँनिर चाहिँ अब डिबिएमको काम हुँदैछ, डिएसपीको कामहरू। र साथीभाइ आजको भ्लगलाई म यहीँ गर्छु, किनभने चाहिँ अब सेकेन्ड ट्रिप पनि जान्छु। सेम रोडहरू छ हो, अब सेम रोडको यहाँ हो। के भन्न चाहन्छु भने यो भिडियोहरूलाई पुरा हेरिदिनुहोस् होला है। धेरै मेहनतले बनाएको हुन्छ, गाडी चलाउँदै